आज हाम्रो अफ डेज थियो, त्यही भएर बिहानदेखि हामीले होइन हरेक होटेलहरू खोज्यौँ, जताततै खोज्यौँ, तर पनि हामीलाई त्यो नेपाली परिकारको खाना कहीँ पाइएन। अन्तिममा आएर आफ्नै भान्सामा आएर बुढी रेडी भएर खाँदैछ। मैले चाहिँ अघि खाएको हो, अति भोक लाग्यो मलाई धेरै, अनि सहनै सकिनँ, त्यही भएर अघि खाएँ। अनि यता यो पनि ठुलो छ, यत्रो त पाइँदैन होटेलमा, त सानो सानो पाइन्छ, अगाइँदैन, त्यही भएर हामीले ठुलो बनाएको छौँ। यस्तै मजाले खाँदैछौँ। मैले खाना थोरै थोरै खान्छ, उसको खाना खासै रुच्दैन, मेरो बुढीलाई खाना खासै रुच्दैन, उसलाई त यति मात्रै खान जान्छ, अलिकति यति चाहिँ थप्छ।